नमस्कार, मेरो नाम कृष्णलाल शर्मा। पहिला मेरो स्थायी ठेगाना पर्वत बेहादी गाउँपालिका 3 हो। अहिले म नवलपुर गैंडाकोटबाट बोलिरहेको छु। यहाँहरू समक्ष मैले केही कुरा राख्न गइरहेको छु। नेपालमा भ्रष्टाचारी पक्रेर वास्तविक छानबिन गर्नुपर्ने हुन्छ। अब राम्रो असल उत्तम शासन व्यवस्था नै सुशासन हो। अधिकार प्रत्यायोजनद्वारा अधिकार पाएर कार्य सञ्चालन स्तरको कार्यालयमा जनतालाई सेवा दिन बसेका अधिकारीहरूले काम नगरी आलेटाले गर्ने अनि त्यसपछि घुस माग्ने, भोलि भन्ने, ओल्लो ढोका पल्लो ढोका चाहन लगाउने अनि गलाइसकेपछि सदरमुकाममा बसेर होटेल चार्ज, खाना खर्च बेहोर्नभन्दा 1000-1200 रुपियाँ दिउँ र कामबाट उम्केर जाम भन्ने मनस्थिति खडा गराउने अनि पैसा घुस दिइसकेपछि उनीहरूको फाइल अगाडि बढ्ने र 4:30 बजेसम्म पनि काम सकेर हिँड्ने परिपाटी अघि पञ्चायती कालदेखि अहिलेसम्म पनि छ। अब बन्ने सरकारले यस्तो किसिमको चाहिँ घुस लिएर जनतालाई सेवा दिने काम टोटल्ली बन्द गर्नुपर्छ। जनतालाई माया गर्ने, जनताप्रति उत्तरदायी, जनताको भलाइको पक्षमा उभिने सरकारले मात्रै देशमा सुशासन दिन सक्छ। पारदर्शी निर्णय प्रक्रिया, भ्रष्टाचार मुक्त समाजमा भए मात्रै नेपाल देशमा सुशासन कायम हुन सक्दछ। सुशासन, असल शासन सन् 1990 पछि आएको अवधारणा हो। हाल संसारैभरि असल शासन, सुशासनको चाहना र आवश्यकतामा जोड दिइएको छ। सुशासन घुसखोरी, भ्रष्टाचार र कमिसनको विरुद्धमा उभिएको छ। भ्रष्टाचार समाज विरुद्धको अपराध हो। भ्रष्टाचार व्यक्तिगत र संस्थागत रूपमा हुने गर्दछ। एकल निर्णयबाट व्यक्तिले मात्रै पनि गर्छ र धेरैजना मिलेर पनि गर्ने गर्छन्। भ्रष्टाचारले समाजमा द्वन्द्व, कलह र अशान्ति पैदा गर्छ र यसले असमानता निम्त्याउँछ। शक्ति, राज्यसत्ता, शक्ति र पदको आडमा राज्यको कोषलाई शोषण र दोहन गरेर अवैध ढङ्गले सम्पत्ति आर्जन गर्नु नै भ्रष्टाचार हो। तपाईँ जतिसुकै माथि हुनुहोस्, तपाईँभन्दा माथि कानुन छ भन्ने कुरा कानुनी राज्यको मान्यता हो, कानुनी राज्यको सार हो। कानुनी राज्यमा सरकार र यसका पदाधिकारीहरू, राज्य सञ्चालनका गतिविधिहरू कानुनद्वारा नियन्त्रित हुन्छन् र कानुनद्वारा सञ्चालित हुन्छन्। नेपालमा त ठिक यसको उल्टो छ। धनीलाई चैन, गरिबलाई ऐन छ। कानुन राजनेताले आफ्नो हातमा लिने र आफ्नो अनुकूल व्याख्या विश्लेषण गर्ने, मनपरी गर्ने गर्छन्। सर्वोच्चले गरेका फैसला कार्यान्वयन नगर्ने अनि शक्ति पृथकीकरणको सिद्धान्त, सेपरेसन अफ पावरको लागू नगर्ने, समाजमा अराजकता मच्चाउने पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले ललिता निवासका आरोपितहरूलाई कारबाही गर्नुपर्छ भन्दाखेरि चोलेन्द्र शमशेर राणालाई नै महाअभियोग लगाउने, इम्पिचमेन्ट लगाउने भनेर पाहा पछारे जस्तो पछारिदिए। निर्णय, डिसिजन आफ्नो अनुकूल आए आओ, आफ्नो अनुकूल आएन प्रतिकूल भयो भनेदेखि अनि महाअभियोग लगाउने र यसरी न्यायालयलाई कब्जामा लिने। राज्यका 3 प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका छुट्टै हुनुपर्छ। तब मात्रै सेपरेसन अफ पावर, शक्ति पृथकीकरणको सिद्धान्त लागू भएको मानिन्छ। बेलायती प्राध्यापक एभी डायसीले भन्नुभएको छ, कुनै पनि राज्यमा कानुनको सर्वोच्चता हुनुपर्छ। कुनै पनि राज्यमा कुनै पनि व्यक्तिको निरङ्कुश वा स्वेच्छाचारी शासनले स्थान पाउनु हुँदैन अनि कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुनु हुँदैन। कुनै पनि व्यक्ति दोषी भएमा निजलाई पक्रेर छानबिन गर्नुपर्छ, कारबाही गर्नुपर्छ, अदालतको कठघरामा उभ्याउनुपर्छ। निर्दोष कोही कसैलाई पनि दण्ड सजाय दिन हुँदैन। हुन पनि हो, खाएको बिख लाग्छ, नखाएको बिख त लाग्दैन, घसेको बिख त लाग्दैन। कसैले भ्रष्टाचारी हो भनेर भ्रष्टाचारी हुने र भ्रष्टाचारी होइन भनेर भ्रष्टाचारी नहुने कुरो त हुँदैन। कुनै पनि राजनेता वा कर्मचारी पदमा बसेर गइसकेपछि अनिवार्य रूपमा छानबिन गर्नुपर्ने हुन्छ। तर नेपालमा चाहिँ भ्रष्टाचारी हो वा होइन भनेर पक्रेर छानबिन गर्ने र प्रमाणित भइसकेपछि उसलाई
अवैध ढङ्गले सम्पत्ति आर्जन गरेको पाएमा त्यसलाई अदालतको कठघरामा उभ्याउने, छानबिन गरेर अवैध ढङ्गले आर्जन गरेको सम्पत्ति राज्यको कोषमै फिर्ता गर्ने त्यस्तो किसिमको परिपाटी यहाँ छैन। भ्रष्टाचारीलाई राजनीतिक संरक्षण दिइन्छ, भ्रष्टाचार र माफिया तन्त्र जोडिन्छ। नेपालमा सम्पत्ति शुद्धिकरण ऐन 2063 नियमावली र सम्पत्ति शुद्धिकरण ऐन 2064 ल्याइयो, लागू गरियो। अनि त्यसपछि अन्तर्राष्ट्रिय महासन्धिमा सन् 2003मा नेपालको तर्फबाट भ्रष्टाचार नियन्त्रण गर्ने सम्बन्धमा त्यहाँ उपस्थित भएर नेपालले हस्ताक्षर पनि गर्यो र त्यसपछि नेपालमा पनि भ्रष्टाचारलाई नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने भनेर प्रतिबद्धता जाहेर गर्यो। त्यही कुरालाई चाहिँ सन् 2011मा नेपालको संसदले अनुमोदन पनि गर्यो। भ्रष्टाचार निवारण सम्बन्धी विषयवस्तु स्कुल पाठ्यक्रममा पनि समावेश गर्यो। स्कुल पाठ्यक्रममा राखेर त सबले जान्ने पढ्ने भए। अनि भ्रष्टाचार विरुद्ध सुन्ने सहनशीलताको नीति पनि अवलम्बन गरियो। भ्रष्टाचार न्यूनीकरण गर्न, ढिलासुस्ती न्यूनीकरण गर्न 2059 साउन 27मा यो एउटा आयोग पनि गठन गरियो र प्रधानमन्त्रीकै नेतृत्वमा त्यसलाई रेखदेख गर्ने सतर्कता केन्द्र पनि चाहिँ बनाइयो, तर लागू हुँदैन। लेख्न, भन्न, बोल्न कुनै कसर बाँकी नराख्ने, भ्रष्टाचारी छानबिन गर्नुपर्छ भनेपछि राजनेताले पनि साँझ बिहान गायत्री मन्त्र जप्या जस्तो भ्रष्टाचारी छानबिन गर्नुपर्छ भनेर भन्छन्। तर वास्तवमा चाहिँ यो कार्यान्वयन नेपालमा भएको छैन अहिलेसम्म। डोनाल्ड ट्रम्पले नेपालको राजनेतालाई फ्रड भनिसके। खड्गप्रसाद शर्मा ओली र शेरबहादुर देउवालाई उनीहरूले गरेको कार्यक्रमबाट नेपालका युवाहरूले लखेटी पनि सके। नेपाली जनताले नेताहरू सच्चिनुपर्छ भने नसच्चिए सकिन्छन् भने अघिदेखि सचेत पनि पारे। तर पनि नेपालका शासकहरूले अख्तियार दुरुपयोग निवारण आयोगलाई शक्तिशाली बनाएर अथवा एक शक्तिशाली आयोग गठन गरेर कुनै पनि राजनेता वा कर्मचारी वा राजस्व अधिकृतलाई पदमा बसेर गइसकेपछि पक्रेर छानबिन गर्नुपर्ने। वास्तविक छानबिन गरिसकेपछि निजले अवैध ढङ्गले आर्जेको सम्पत्ति राज्यको कोषमा फिर्ता गर्नुपर्नेमा यो काम चाहिँ गरेनन्। अनि नगरेपछि अब के गर्ने त? सम्पत्ति विवरण सुरुमै पदमा बस्नुभन्दा कर्मचारी वा राजनेतालाई लिने, अनि त्यो सम्पत्ति विवरण प्रमाणित गरेर राख्ने। निजको प्लट कति हो, जग्गा कति हो, अनि त्यसपछि सोना चाँदी के छ, ब्याङ्क ब्यालेन्स के छ, त्यो सबै 14 अञ्चल 75 जिल्ला अथवा 7 प्रदेशमा भएको सम्पत्ति प्रमाणित गरेर राख्ने उनले पेश गरेको आधारमा। अनि पछि पदमा बसेर गइसकेपछि निजको सम्पत्ति बढे नबढेको कुरा छानबिन गर्ने, निजका परिवारहरूको अवस्था के रह्यो, तडक भडक के छ, उनका परिवारले अरू गाउँका छरछिमेकीलाई हेप्छन् कि हेप्दैनन्, जीवनशैली कस्तो रह्यो, सबै कुरा छानबिन गर्नुपर्ने। छानबिन हुँदैन। पञ्चायतकालमा पनि चीनमा सी जिनपिङले जस्तै पदमा बसेर गइसकेपछि पेरोलको आधारमा पेरोल हेरेर छानबिन गर्नुपर्ने हो। चीनमा सी जिनपिङले राष्ट्रपतिले पहिल्यै कार्यकालमा 10 लाख अधिकृतहरूलाई छानबिन गर्न लगाएर कारबाही गर्नुभयो। दोस्रो कार्यकालको सुरुमै 2 लाख अधिकृतहरूलाई छानबिन गर्न लगाएर उसको चाहिँ मुद्दाको प्रकृति हेरेर कारबाही गर्नुभयो। नेपालमा त्यो छैन। पञ्चायतकालमा पनि त्यो भएन, अहिले पछि पनि त्यो भएन। अब राप्रपाका नेताले भ्रष्टाचार गरेर खानु र आमाको रगत पिउनु, रगत खानु एउटै हो भन्नुहुन्छ। अब त्यसलाई कसरी विश्वास मान्ने? अब यसरी भ्रष्टाचार गरेर आफूले पनि खाने प्रधानमन्त्रीले, भ्रष्टाचारीलाई राजनीतिक संरक्षण दिने, जोगाउने काम भइ नै रहेको छ। यसरी राजनीतिक संरक्षण दिन हुँदैन। विश्वमा चाहिँ अहिले CPI करप्सन पर्सेप्सन इन्डेक्सले भ्रष्टाचार भयो भनेर कुनै पनि देशमा सचेत सजग गराउनको निमित्त 0 देखि 100 सम्म अङ्क दिएर यहाँ भ्रष्टाचारको पर्सेन्ट यति छ भनेर सचेत गराउने गर्छ। जसअनुसार सन् 2023मा CPI करप्सन पर्सेप्सन इन्डेक्सले गरेको सर्वेक्षण अनुसार नेपालले भ्रष्टाचार गरेर खानेमा 110 अङ्क पाएको छ भने अमेरिकाले 24 अङ्क पाएको छ, भुटानले 25 अङ्क पाएको छ भने भ्रष्टाचार गरेर खानेमा चीनले 65 अङ्क पाएको छ, भारतले 85 अङ्क पाएको छ। एवं प्रकारले पाकिस्तानले 140 अङ्क पाएको छ भने सोमालियाले
80 अङ्क पाएको छ भ्रष्टाचार गरेर खानेमा। र त्यसपछि डेनमार्क